आज चाहिँ म हजुरहरूलाई म र मेरो एन्जाइटीको कथा सुनाउन आएको है। यो चाहिँ धेरै अभिभावकहरूलाई काम लाग्न सक्छ भनेर चाहिँ मलाई सेयर गर्न मन लाग्यो है। मलाई 1.5 वर्ष अगाडि एन्जाइटी भएको रहेछ के। अनि पत्याउनुहुन्छ, म जब डाक्टर साहबलाई भेटेँ, उहाँले चाहिँ मलाई तपाईँलाई त एन्जाइटीको लक्षण हो, यो एन्जाइटीको सुरुवाती अवस्था रहेछ भन्दाखेरि म खुसी भएको क्या, मलाई एन्जाइटी भएको रहेछ भनेर। यसको पछाडि कारण छ। म किन खुसी भएँ भन्दाखेरि जब मलाई गाह्रो भएको थियो, मलाई एकदम छाती दुखे जस्तो हुने, सास फेर्न गाह्रो हुने, राति त म निदाउनै नसक्ने, कति रात त मैले नसुतिकन बिताएँ। यो मुटु नै बाहिर निस्केला जस्तो है, यसरी समातेर बस्दै राति नै मुटु बाहिर निस्किन्छ भनेर त्यस्तो गाह्रो हुन्थ्यो क्या। अनि अब हामी अटिस्टिक प्यारेन्ट्सहरू है, जो चाहिँ भोलि आफ्नो बच्चाको भविष्यको लागि भनेर धेरै सोचिन्छ नि त, भोलि के होला, अथवा मेन डर भनेको म नभए पछाडिको उसको के होला भन्ने चाहिँ एकदमै मलाई पनि त्यो एक बेलामा चाहिँ मलाई एकदमै सताएको थियो कि, एकदमै गाह्रो बनाएको थियो। जतिखेर त्यही दिमागमा घुमिराख्ने, म भइन भने मेरो बच्चाको के होला, मेरो छोरालाई के होला, कसले मैले जति गर्ला, के आउने क्या दिमागमा। अनि त्यही बिचमा चाहिँ मलाई एन्जाइटी सुरु भएछ। अनि राति त यो मुटु नै बाहिर निस्केला जस्तो एकदमै नै गाह्रो हुन्थ्यो। अनि हुँदाहुँदै दिउँसो पनि गाह्रो हुन थाल्यो। अनि मलाई चाहिँ लाग्यो मलाई त मुटुको मेरो ठुलै रोग लागेछ, मलाई अब म मर्छु हो कि क्या हो, झन् अब दिमागमा त्यही हाल्न मर्छु होला अब मलाई, मुटुमा मेरो त ठुलै समस्या भयो भनेर। अनि बुढाबुढी सल्लाह गरेर हामीले चाहिँ मुटुको डक्टर भनौँ, उहाँसँग टाइम लिएर अब 2 दिन पछाडि हामी भेट्न जाने कुरा थियो, जचाउन जाने भनौँ न, हार्टको डक्टरसँग चाहिँ गर्ने अपोइन्टमेन्ट लिइसकेको थियो। अनि त्यही बिचमा चाहिँ मैले डाक्टर साहबलाई भेटेँ। अनि उहाँले मलाई एन्जाइटी भनिसकेपछि त म खुसी भएँ क्या। एन्जाइटी रहेछ, एन्जाइटीले त मान्छे मर्दैन। अब म त्यो सोचेर खुसी भएँ क्या। यो त हामीले सोचाइबाट, हाम्रो थटबाट हामीले आफैले उत्पन्न गरेको चाहिँ चिज हो नि त, किनभने त्यो त हामी आफैले नै फेरि समाधान गर्न सकिन्छ भन्ने लाग्यो क्या मलाई। अनि त्यसपछि उहाँले अब डिप ब्रिदिङहरूको एक्सर्साइजहरू सिकाउनु भएको थियो। मैले त्यहीँदेखि नै मैले मेडिटेसनहरू सुरु गरेको हो क्या। बिहान बेलुकै म चाहिँ डिप ब्रिदिङहरू स्टार्ट गरेँ। अनि त्यसपछि अहिले त कन्टिन्यू छ। अनि त्यस्तो चाहिँ हो क्या। अनि जो हाम्रो यो सोचाइले गर्दा हामीलाई भित्रभित्र हामीलाई रोग लागे जस्तो, मर्न आँटे जस्तो त्यस्तो फिल हुने हो नि त। अनि म चाहिँ खुसी भएको, एन्जाइटी रहेछ, त्यो त म आफैले ठिक पारिहाल्छु नि भन्ने भयो। नभन्दै अब अहिले मलाई दुख्ने पोल्ने केही पनि छैन। मैले त्यस्तो त सोच पनि मेरो केही पनि आउँदैन। मेरो 1.5 वर्ष लगभग 2 वर्ष हुन लाग्यो त्यो भएको चाहिँ। अहिले चाहिँ मलाई केही पनि नै हुँदैन, दुख्ने पोल्ने केही पनि छैन है। मैले त्यो चाहिँ आफूलाई पोजिटिभ वेमा लिएर गएँ। मैले पोजिटिभ थट राखेँ। अब त्यो कुरा जब मलाई गाह्रो बनाउने कुरा मैले सोचेर गाह्रो बनाएको रहेछु भनेपछि त्यो कुरा मैले किन सोच्ने भन्ने, आफूलाई बिजी राख्ने, बरु यसरी भिडियोहरू बनाउने, टिकटक फेसबुकमा टाइम दिने हो, यसरी गर्दा चाहिँ मैले आफूलाई मोटिभेट गरेँ क्या। अब अनि मैले